जीजीपीमा फ्रीमा म्याच कसरी खेल्ने फ्रीमा खेल्न मिल्छ भने आइर र जीजीपीमा चाहिँ यदि तपाईले फ्रीमा म्याच खेलेर चाहिँ पैसा कमाउनु छ भनेपछि सुरुमा चाहिँ तपाईले कोइन्सहरु कलेक्ट गर्नुस्। तपाईले जति धेरै एड हेर्नुहुन्छ तपाईले त्यति धेरै कोइन्सहरु कलेक्ट गर्न सक्नुहुन्छ। कोइन्स कलेक्ट गरिसकेपछि तपाईले चाहिँ एन्ट्री फी कोइन्स भएको म्याचमा चाहिँ तपाईले चाहिँ कोइन्सबाट चाहिँ जोइन गर्न सक्नुहुन्छ र त्यो म्याचमा चाहिँ तपाईले यदि फर्स्ट आउनुहुन्छ अथवा बोया मजाले पोइन्ट्स पाउन सक्नुहुन्छ र प्रत्येक त्यो पोइन्ट्सले चाहिँ तपाईले चाहिँ आफ्नो खल्ती अथवा सेवा अथवा जुनसुकै वालेटमा पनि मजाले ट्रान्सफर गर्न सक्नुहुन्छ। त्यही भएर यदि तपाईले चाहिँ त्यस्ता म्याचहरु कहाँ हुन्छ भन्नुहुन्छ भने डेली ब्याटलमा हुन सक्छ हैन, प्रो सिरिज टाइटन च्यालेन्जमा हेर्न सक्नुहुन्छ। बस तपाईले चाहिँ एन्ट्री फी कोइन्सको भएको हेर्न सक्नु पर्यो। त्यसपछि तपाईले जोइन गर्नु होला, म्याचेस खेल्नु होला, जित्नु होला र तपाईले पोइन्ट्सहरु अथवा पैसा चाहिँ मजाले कमाउन सक्नुहुन्छ एड पनि हेरेर। जीजीपीमा इन गेम नेम कसरी चेन्ज गर्ने? सुरुमा प्रोफाइलमा जानुस्, त्यसपछि तपाईले एडिट भन्ने अप्सन देख्नुहुन्छ त्यहाँ तल। त्यसमा क्लिक गरिसकेपछि तपाईले आफ्नो नेम र इन गेम नेम चाहिँ सजिलैसँग चेन्ज गर्न सक्नुहुन्छ। एकपटक इन गेम नेम चेन्ज गरिसकेपछि नेक्स्ट टाइम अब 6 दिनपछि मात्र फेरि तपाईले आफ्नो इन गेम नेम चेन्ज गर्न सक्नुहुनेछ। जीजीपीमा मैले विथड्र रिक्वेस्ट गरिसके पैसा अझ आएन। यदि तपाईले विथड्र रिक्वेस्ट गर्नुभयो, आफ्नो वालेटमा चाहिँ पोइन्ट्स ट्रान्सफर गर्छु भनेर चाहिँ रिक्वेस्ट गर्नुभयो, तर 24 घण्टा भित्रमा पनि अझै तपाईको वालेटमा चाहिँ पोइन्ट्स आइरहेको छैन भनेपछि म्याचेसहरु खेलेर जित्नुहुन्छ। तब मात्र तपाईले चाहिँ पोइन्ट्सहरु मजाले ट्रान्सफर गर्न मिल्नुहुन्छ। 100 रुपैयाँ 200 रुपैयाँ पोइन्ट्स लोड गर्नुभयो, त्यो पोइन्ट्सको केही पनि युटिलाइज गर्नु भएन, हे म त अब निकाल्छु भनेर ट्राई गर्नुभयो भनेपछि त्यस्तो गर्न चाहिँ मिल्दैन। मैले पेमेन्ट पनि गरिसके, किन ढिलो किन लोड भएको छैन? तपाईले पेमेन्ट पनि गरिसक्नु भयो अनि पेमेन्ट गरेको स्क्रिनशट पनि जीजीपीमा अपलोड गरिसक्नु भयो, त्यही पनि तपाईको पेमेन्ट चाहिँ किन ढिलाइरहेको छ? यसमा हुने भनेको दुईवटा मेन रिजन हुन्। एउटा रिमार्क्स सेम नहुनु, तपाईले चाहिँ पेमेन्ट गर्दाखेरि चाहिँ रिमार्क्समा ओ लेख्नु भयो रे, अनि त्यसपछि यता जीजीपीमा आएर चाहिँ डु फास्ट हैन छिटो लोड गरिदिउ समथिङ समथिङ रिमार्क्समा चाहिँ त्यस्तो लेखिदिनु भयो रे। रिमार्क्स मस्ट बी सेम अन बोथ। पेमेन्ट गर्दाखेरि जे रिमार्क्स राख्नु भएको हुन्छ यतापट्टि जीजीपीमा पनि सेम रिमार्क्स राख्नु होला, नत्र तपाईको लेट नै हुन्छ अथवा तपाईले कस्टमर सपोर्टमा आएर चाहिँ पेमेन्ट चाहिँ म्यानुअली एड गर्नुपर्ने हुन सक्छ। अर्को रिजन भनेको चाहिँ तपाईले सबै कुरा भर्नु भयो हैन, अमाउन्ट रिमार्क्स अनि स्क्रिनशट पनि गर्नुभयो, तर पर्परली सबमिटमा क्लिक नै गर्नु भएन भने हामी कहाँ तपाईको रिक्वेस्ट आउँदैन। त्यही भएर सबमिटमा चाहिँ मजाले क्लिक गर्नु होला। मैले व्हाट्सएपमा मेसेज पठाएको छु, किन नहेरेको होला? व्हाट्सएपमा तपाईले मेसेज गर्नुभयो भने हामीले नर्मली सबैले रिप्लाई दिएर हुन्छ, तर कसैले चाहिँ हेलो हाय के छ यस्तो यस्तो मेसेज गर्न थाल्नु भयो भनेपछि तपाईको रिप्लाई चाहिँ आउँदैन। जस्तै तपाईले पेमेन्ट गर्नुभयो, पेमेन्ट आएन, तपाईले डायमन्ड रिक्वेस्ट गर्नुभएको थियो, डायमन्ड आएन हैन, तपाईले म्याच जित्नु भएको थियो, पोइन्ट आएन। त्यस्तो केसमा चाहिँ तपाईले के गर्नु पर्यो, कस्टमर सपोर्टमा आएर यति बजेको म्याच अथवा यो मेरो इन गेम नेम, यो इन गेम युआइडी हैन, यति पोइन्ट्स, यो सबै स्क्रिनशटहरु सबै प्रुफहरु देखाएर चाहिँ तपाईले चाहिँ ल यस्तो भएको थियो तर मेरोमा अझै पोइन्ट आएन हैन, अझै डायमन्ड्स लोड भएन, किन हो भनेर मेसेज गर्नुस्। त्यसपछि बल्ल तपाईको चाहिँ हामीले चाहिँ यसको चाहिँ सिरियस प्रब्लम रहेछ, बल्ल तपाईको मेसेज हेर्छौ। यदि फ्रुटफुल लाग्यो भनेपछि तपाईले चाहिँ रिप्लाई पनि पाउनुहुन्छ र तपाईको समस्याको समाधान पनि हुन्छ। प्लिज सिकाइदिनुस् न डायमन्ड युसी बाइ कसरी गर्ने? डायमन्ड कसरी बाइ गर्ने? डायमन्ड बाइ गर्नलाई एकदम सजिलो छ हैन। हामीले बंगलादेश सर्भरको लागि मात्र डायमन्डहरु पर्चेज गर्ने गर्छौं, सेल गर्ने गर्छौं। त्यसको लागि तपाईले इन गेम आइडी भनेको obviously इन गेम आइडीमा आइडी राख्ने हो। इन गेम नेममा चाहिँ आफ्नो नेम राख्ने, जस्तै टाइगर समथिङ छ भनेपछि सिम्पल टाइगर मात्र राखेर सबमिट गर्दा पनि हुन्छ हैन। बाइ डायमन्ड गर्नुस्। बाइ गरिसकेपछि तपाईको चाहिँ हैन 5 मिनेट भित्रमा चाहिँ लोड हुन्छ। कहिले काहीँ रेयर केसमा चाहिँ हल्का ढिलो हुन सक्छ, त्यसमा तपाईले अन्डरस्ट्यान्ड गरिदिनु होला यदि ढिलो भइरहेको छ भने। Thank you for the information. अर्को कुरा चाहिँ जस्तै तपाईले त्यहाँ देख्न सक्नुहुन्छ कन्ट्याक्ट अस अन व्हाट्सएप भनेर दिएको छ, त्यसमा क्लिक गर्नुभयो तपाईले व्हाट्सएपमा पठाउँछ हैन। मैले स्क्रोल गरे त्यहाँ न्यू हियर क्लिक मी छ नि त, त्यसमा पनि क्लिक गर्नुभयो तपाई युट्युब च्यानलमा जानुहुन्छ, त्यहाँ गएर पनि भिडियोज हेरेर चाहिँ तपाईले चाहिँ के रहेछ भनेर चाहिँ बुझ्न सक्नुहुन्छ। म त नयाँ हो, मैले भर्खर इन्स्टल गरेको, जीजीपी को बारेमा केही थाहा नै छैन, प्लिज भनिदिनुस् न। हो नि, त्यस्तो अप्ठ्यारो तपाईले केही मान्नु पर्दैन, नयाँ कुरा छ, त्यही भएर तपाईले एडप्ट गर्न थोरै टाइम लाग्न सक्छ हैन। त्यही भएर गाह्रो भए जस्तो फिल भएको हो, तर त्यस्तो केही अप्ठ्यारो छैन। तपाईले केही कन्फ्युजन हुन्छ भने जस्तै हाम्रो युट्युब च्यानलमा गएर हेर्नुस् हैन, मिनी च्यालेन्ज कसरी युज गर्ने, डेली ब्याटल्सको म्याच कसरी जोइन गर्ने, लिग टुर्नामेन्टहरु कसरी खेल्ने, अब त्यो लिग टुर्नामेन्ट भनेको के हो सबैको भिडियो चाहिँ हाम्रो युट्युबमा छ हैन। युट्युबको सर्चहरु पनि भिडियोजहरु हेर्नु होला। तपाईले यदि सानो समयमा पनि हामीले यति धेरै माया गरिदिनु भएको छ, यो अपडेटमा पनि एड हेरेर चाहिँ तपाईले चाहिँ म्याच खेलेर चाहिँ पैसा जित्न सक्ने अप्सन पनि ल्याइदिएका छौ हैन। यो तपाईको माया त हो, तपाईहरुको लागि त हामीले गरिराखेका छौ। कोहीको युजरले पे
पे गर्नुहुन्छ तर स्क्रिनसटै अपलोड गर्नुहुन्न हैन तपाईहरुले कस्टमर सपोर्टमा आएर चाहिँ मेरो पे गरिसके हैन तर मेरो पोइन्ट्स नै लोड भएको छैन भनेर कस्टमर सपोर्टमा आउनुहुन्छ हामी लोड गर्दिन्छौँ हजुरहरु हुनुहुन्छ र त जिजिपी छ अनि मेन कुरा जिजिपीमा चाहिँ फ्री म्याच खेल्न चाहिँ कहिले नबिर्सिनु होला हप्ताको एक दिन भइराख्छ तपाईले चाहिँ जति धेरै प्रो सिरिज म्याचेसहरु खेल्नुहुन्छ त्यति धेरै फ्री म्याचेस चाहिँ खेल्न पाउनुहुन्छ